खानाभन्दा पहिलाको त्यो चाहिँ दिएन। अनि त्यो सानो सेतो चाहिँ एउटा रहन्छ, त्यो नभएको एउटा पातला 200 ठ्याक्कै 200 रे। त्यो सानो पात ठुलो पात त अस्ति त्यति महँगो थिएन, दुईटा सानो पात र ठुलो पात गरेर लिएर आएको थिएँ। 235 कि 55 लिएर आएको थिएँ अस्ति दुईटा पात। अब खानाभन्दा पहिला बेलुका एउटा त्यही ठुलो, बिहान खानाभन्दा पहिला ठुलो त्यही एउटा, अनि बेलुका सुत्ने बेला एउटा सेतो। त्यो पहेँलो चाहिँ हटाइदियो। भाँसी त खाने गरेको थियो नि बिहानमा पहेँलो। जम्मा बिहान र बेलुका गरेर एकवटा खानु पर्यो होइन? बिहान एउटा, बेलुका भाँसी त खाँदाखेरि नखाने त होइन, 2-3टा त खानु पर्यो नि। बिहान एउटा खानाभन्दा पहिला, बेलुका एउटा खानाभन्दा पहिला 2टा भयो। ती एकै थरी 2टामा खाएपछि 2 खेर भयो। अनि सुत्ने बेला एउटा 3 खेर भयो। त्यसो एउटा 4 खेर। अझै छ धेरै नाताद बनाएर अहिले गइरहेपछि त धेरै नाताद बनायो कि औषधिले। अब सरकारी बारीमा पनि छैन। हिँड्नै नसक्ने बनायो। आलु डल्लै माथि अलिअलि खोस्किएर लगाइदिएँ। मुला एक पोको ल्याएको छु, त्यो लगाइदिन्छु। त्यति हो। राजमा नि उम्रिएन, घरको राजमा उम्रिएन। उम्रिन्छ कि भनेर भिजाएर राखेको छु, तैँले उम्रिन्छ कि भनेर उम्रिएन, बजारबाट ल्याइन आज। आलु नलाउँदा नि हुन्छ कि उयो त्यतिकै बोर मान्छे लगाएर गर्दा नि हुन्छ। आलु त त्यत्तिकै डल्लासल्लामा अलिअलि भयो नभए नि उसादिएको छु। अब सिद्धियो। अब मुला चाहिँ बिस्तारै भोलि लगाइदिन्छु। मुला बिउ ल्याएको छु, त्यो आलुको छेउछेउमा लाउँछु। त्यति हो। अब छैन, देखाइन, केही पनि देखाइन। त्यही रायो साग भयो खाने हो, त्यही अर्को छैन तरकारी। आफू सके नि छैन लाउनलाई। राजमा लाउनु मन लागेको थियो, उम्रिएन छैन। घरको बिउ उम्रिन्छ कि भनेर लिएर तल पठाएर 2 मुठी उम्रिँदै उम्रिँदै। भात खाइस्? छैन तरकारी बनाउँछु। के तरकारी चिसो फर्सी, आलु चिसो हुन्छ। पाके कि हरियो फर्सी? होइन, काउली हो नि, काउली। ए काउली कसरी किलो छ त्यहाँ? 150। 100 रुपियाँ किलो रहेछ टाढीमा। अनि मैले 100 रुपियाँको 1 किलो लिएर आएको आज। साग बनाएर खानु पर्ला, सानसाना चाडा। ल खा सोच ल। हेलो हेलो। हजुर। अनि तपाईँको पालो आयो कि आएन अहिले? काम छ हो? हो। औषधिकोमा लाइन बसेको छु र पछि अहिले औषधिमा लाइन छु कि औषधि उता चाहिँ सबै भइसक्यो? नजान्ने मान्छेलाई बिचरा अहिले आएको काम पनि सुन्दैन एउटा। हेलो हजुर, खाना भयो? भात खाएर सुतिसक्यो मैले। अनि जोगाएर के भने त? हेलो हजुर, खाना भयो? खाना खाएन, अब खाने बेला भयो। कहिले खाए? पकाउनु लाग्यो भर, यहाँ तरकारी पकाउँछु। पकाउनु लाग्यो? के तरकारी? सिमी, आलु, त्यही त। ए ल पनि खानु पकाएर सुतिरहे हो। अब खान्छु। अनि के तरकारी पकाउँछु?
त्यही हिजो 1 किलो चामल ल्याएको थिएँ। अब भोलिसम्मलाई पछिसम्म पुऱ्याइ खान्छ छोरै। अनि के आलु सालु त लाउनु भएन नि? आलुहरू त लाउनु भएन नि? त्यही डल्लामा घुसार्दै छ नि आलु त अस्ति। हुन्छ जसो गरेर फल्यो भने फल्यो। अब फले फल्छ नफले नि छर्ने पनि हुन्छ, तोरी नै छर्दिँदा नि भइहाल्यो नि। त्यही डल्लामा घुसारिदिएको छु। तोरी पनि अलिअलि छरिदिएको छु। उम्रियो भने अब गुन्द्रुक हुन्छ, साग खाना नि हुन्छ। त्यही डल्लामा अलिअलि घुसारिदिएँ। आयो नि आयो नि, आलु खानु नहुने धेरै जेसुकै हुन्छ भने त्यही आलु। अब तिहार भोलि खाइयो, कति किलो जति खाइयो, धेरै चाहिन्छ। अनि अलिअलि भएको लगाइदिउँ। जस्तो हुन्छ हुन्छ। ल पकाएर खाएर। हेलो हजुर हजुर, खाना खाना खाएन। अब खाने बेला भयो। कहिले खाए? पकाउनु लाग्यो भर्खर यहाँ तरकारी पकाउँछु। पकाउनु लाग्यो? के तरकारी? सिमी आलु त्यही त। ल पनि खानु पकाएर सुतिरह्यो हो। अब खान्छु। अनि के तरकारी पकाउँछु? त्यही हिजो 1 किलो चामल ल्याएको थिएँ। अब भोलिसम्मलाई पछिसम्म पुऱ्याइ खान्छ छोरै। अनि के आलु सालु त लाउनु भएन नि? आलुहरू त लाउनु भएन नि? त्यही डल्लामा घुसार्दै छ नि आलु त अस्ति। हेलो हेलो हजुर। आज एकादशी रोटी खाएको। बिहान दुध लिएर खाइदिनु अनि रोटी त खानु। त्यही हो। अब भोमा हाल्न पर्यो। भोलि हाल्ने हो कि कहिले पुरेरले कहिले हाल्छ। खाना खायो? छैन, अब यहाँ पठाएको जाँदै आज अलिक ढिलो भयो। किन ढिलो छ? अब काम भएर अब व्यापार भयो भयो कि सिटीमा हिँडे गरे? त्यतिकै हो, त्यतिकै पुरेको मान्छे। ल अलिक तल हुन पर्यो। अलिक कमाइ हुन पर्यो। कता हुन्छ के हुन्छ त्यसै पसल कुरेर मात्रै आफ्नो पसल कुरेर सधैँ कुरिया गर्ने। पैसा नपर्ने गर्नु भएन। यसो यताउता मान्छे चिन्ने अर्कोपट्टि नि केही काम पाएर सर्ने सुरु गर्नुपर्छ। अलिक टाढो हुनुपर्छ नि। त्यसो पछाडि कुरे पैसा पनि नहोला। कुर्न त कुर्नै पर्यो। कुर्दै उसलाई खाना बनिएर अन्त पनि बुझ्दै गर्ने। कतापट्टि धेरै पर्छ त्यतैपट्टि सर्ने गर्नुपर्छ। ल हेलो हजुर हजुर, खाना खाएँ अहिले फोन गरेर तैँले मैले उठाउँछु भन्छु। छोड्दै बल्ल बल्ल लाग्यो। सुइरहनु भयो क्या? भर्खर सुते। अहिले नि खाना खाएँ? खाना पकाउँदैन। के तरकारी? फर्सी आलु त्यही त। फर्सी र आलु। फर्सी मात्रै चिसो लाग्ला नि जाडोमा।
गुन्द्रुक पुरानो गुन्द्रुक थियो हाल्दैन बिर्सिन्छु। यहीँ जग्गा खै गुन्द्रुक यहाँ पनि छ कि जस्तो आयो हेरेँ होइन। कहाँ राख्या भैँसीर हुँदै होला त्यहाँ खाटामुन्डी छ होइन। खै हेर्नै पर्छ यहाँ छ कि यहाँ थियो जस्तो लाग्यो हेरेको छैन अब कुनै हेर्नु जानु लागि। चिसैमा राख्या होला के बाल्टीहरूमा राख्या भने राम्रै होला न त ढुँडी आइस होला। जाडोमा त अलिकति भरमा पुर्र भुट्यो अनि त्यहाँ गुन्द्रुक हाल्यो भने अलिकति चौलाकी राखेर हाल्दैछ मिठो हुन्छ। अलिकति जिरा हाल्यो यति खुर्सानी हाल्यो भरमा पिटपिट पार्नु लाग्छ अनि फेरि गुन्द्रुक नि हुन्छ। डल्लो नदिकन पानी हालिदियो पानी हालेर चौलानी राखेर हाल्नु पर्छ मिठो हुन्छ। गुन्द्रुक भयो त यहाँ थियो गुन्द्रुक मैले पुरानो गुन्द्रुक भनेर हालिदिनु कहाँ भयो थियो अहिले पछिमै सम्झिहाल्छ अब त्यही दिन कति थप्पा हतार मोबाइल यहाँ अक्षरै नदेखेर त्यो घडी नै नदेखेर के पैसा नभएर हो कि के हो अनि बल्ल बल्ल गएर अहिले अङ्गले बनाइदिनु भयो अनि घडी देखियो भोलि फेरि आज उमार्न भ्याएनले आज सिक्किम अङ्गल भनेर उमालेर भर्खर आएँ म यस्तो दिनभरि भोग्न सक्दिनँ म त बरु भोलि बिहान हाल्ने भनेको 3 बजे त हाल्ने भने 2 बजी म उठ्नु पऱ्यो। अनि अब बुढो मासतिर गयो भने मान्छेले आउनै मिलेर नि उतै हाले गर्ने दिनभरि त्यहाँ त पहिल्यै यहाँ 2 बजी उठेर त्यति हाल्न पाएँ उनीहरू जान्छै ढुक्क हुन्छ भनेर अनि घडी मिलाएर लिएर अहिले अनि पैसा त हिजो हो कि कहिले हाल्दै थिएँ मैले हिजो हो कि कहिले हाल्दै थिएँ मैले 50 रुपियाँ हाल्दै थिएँ हिजो कि अस्ति फेसबुकमा हालेको थियो होइन पैसा भने पैसा मोबाइलमा पैसा चाहिँ हिजो कि अस्ति हाल्दै थिएँ कि मैले 80 रुपियाँ हालेको थिएँ 50 रुपियाँ हो र ए 50 रुपियाँ हाल्दै हो कि मलाई घडी देखाउँदैन आज दिनभरि घडी नै देखाएको छैन चार्ज नगर हो कि भन्दा नि हुँदै अनि अहिले फेरि अब सुत्ने बेला भयो अब सुतौँ कि घडी नभएर चाहिँ राखेको न बिहान हुँदैन अनि फेरि उतापट्टि गएर भर्खर अहिले फोन ढोका आइदिएको थिएँ अनि फोन उठाएको पनि काटिदियो आइको अनि अहिले सुतेर फोन गर्यो ल उठेर नुहाइधुवाइ गर्नु पर्यो अनि ठिक पार्छ ल हेलो खाना खाएँ छैन अब भर्खर लिडिङ भर्खर आज अलिक ढिलो भयो काम भयो तपाईँले खाइसक्नु भयो अनि के आज पूजा गरे है बिहान त 2 बजे उठेर अनि 3 बजे सिक्कुलो आएर होम गऱ्यो बिहान कति बजीबाट सुरु भयो म चाहिँ 2 बजे उठेँ पुलिस चाहिँ 3 बजे बोलाएँ घरमा बोलाएर ल्याएर अन्त होम गरेर मास्तिर गएँ बिहान राति अहिले त निद्रा लाएर निदाइकन पहिले फोन गर्दा त हेर्न निदाइकन भ्याउँदियो